तिमीले यो 10 हान्यो भने म तिमीलाई 100 दियो ल। 6 एज भनेको पढ्ने खाने बस्ने एज हो। तिमी 30 हान ल। ल 1 2 3 चढ न खोइ सकेनौ। 1 2 3 गो। हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भ्लग। तपाईँहरूलाई स्वागत छ होइन। धेरै दिनपछि तपाईँहरूको प्यारो फेभरेट भ्लगरलाई तपाईँले दर्शन गर्न पाइसक्नु भएको छ। अनि यता अब यहाँ किन बसिरहेको छ भन्दाखेरि पक्कै पनि नेपाली हो, डोजरले खनेको हेर्न आएको थियौँ होइन। हामी चाहिँ अब त्यसपछि अब आइ त हाल्यो भन्दैछ। हामी यता निरीक्षक के भन्छ घुम्दैछौँ होइन। अब तपाईँहरूले देख्न सक्नुहुन्छ हामीले आज के गर्छौँ, के हन्ट हाल्छौँ। हामी मासतिर गइरहेको छौँ। अनि देख्न सक्नुहुन्छ अहिले अनुराग फोन चलाइरहेको छ। अब फोन चलाएर के गर्नु, ट्युसन पढ्न आएको मान्छे होइन, फोन चाहिँ चलाउनु हुँदैन। त्यसैले तिमी चाहिँ राम्रो अध्ययन गर, राम्रो के भन्छ मार्क गर नेपालीबाट पुरा सुदर्शन के हो तिमीले चाबी ल्याएन छौ क्या? बाइकको चाबी ल्याएन छौ क्या तिमीले? सो गाइज, हामी चाहिँ अहिले सल्लाहकारी आइसकेको छौँ। अनि यहाँ रमनलाई उसको मितले जिस्काइरहेको छ होइन। गर न कहानी सुने जस्तो छ। ओए भतिज यता तल के तल। हेलो दर्शकबिन, त्यहाँ मान्छे त्यहाँबाट झर्न लागिरहेको छ। यस्तो सुसाइड अहिले एटेम्प गर्ने होइन क्या तिमीले यो एज भनेको पढ्ने खाने बस्ने एज हो। यो एजमा अनि आफ्नो ज्यान दिन्छ भनेपछि तिम्रो प्यारेन्ट्सलाई कस्तो पर्छ होला त? अब इफेक्ट पर्छ होइन। त्यही भएर त्यस्तो काम गर्ने होइन। मोटिभेसनल स्पिकर च्यालेन्ज। तिमीले यो 10 हान्यो भने म तिमीलाई 100 दियो ल। 100 लेट्स सी है गाइज। 1 2 3 4 5 6 7 8 9 100 निकाल। 100 माग न। नमन यही हो तिम्रो वर्कआउट, यही हो तिम्रो यो च्यालेन्ज। के हो वर्कआउट हान्ने मान्छे हेर। तिमी 30 हान ल। ल 1 2 3 4 5 6 7 8 9 10 11 छातीले छोको मात्रै हो कि खुट्टा चाहिँ ऊ छ है के एउटै पोजिसनमा खुट्टा चाहिँ फेरि तल माथि हुनु पऱ्यो। तिमी त 20 पनि गरेन त। यहाँ चढा त तिमी चढा न। ओर लागिरहेछ होइन गाइस, देख्न सक्नुहुन्छ। यहाँ चढा त रमन चढा त यहाँ माथि चढा न। चढा न यताबाट क्या टक्क ल। यो हेर है किसिमे यहाँ चढ भने तिमीलाई 1 लाख। 20 रुपियाँ पुरस्कार है त ल 20 रुपियाँ पर्छ ल। यतासम्म चढाउ त 20 रुपियाँ पुरस्कार, त्यो 100 रुपियाँबाट काट्छु है म। ल लेट्स सी गाइज। चढ न ओइ, चढ न ओइ, चढ न। खै रमनले आफ्नो च्यालेन्ज हारेको छ गाइज होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ सल्लाहकारीमा छौँ। सल्लाहकारी केटाहरूको यहाँ कलाहरू देखिरहेको छ। अब उसले चाहिँ कति हान्छ है सुदर्शन? उसले कति हान्छ है? कति हान्छ खोइ त?
कोही उसले त हान्नै सकेन के गर्नु होइन यस्तै रहेछ जिन्दगी यस्तै के गर्नु उसले फेरि तम्सिँदैछ है कोहीले हान्नै नसक्ने कोहीले तम्सेको गर्ने यस्तै रहेछ जिन्दगी के गर्नु दुई दिनको पल होइन अब चाहिँ सो गाइस देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ केटाहरूको चाहिँ रेस पर्न आँटेछ है कहाँ यो पुरै घुम्ने हो केटा हो पुरै घुमेर आउने हो होइन पुरै घुमेर आउने हो पुरै ल कसले कति मलाई ल्याउ न फोनमा ल्याउ न कति मिनटमा घुम्छु कसको कति मिनट यस्तो भ्लगमा चाहिँ यहीँबाट के यस्तै बाटो हिँड्नु पऱ्यो यहीँबाट क्या यहीँबाट यही बाटो ल 1 2 3 गो कुदा ल नकुद्ने ल ल ल अब कुदा न 1 2 3 गो कुदैन उसलाई कुदा न भाइ कुदा ल कुदा भने साँच्ची उता सुन न उता बोर्ड धेर नकुदा सुन न धेर नकुदा उता हरियो बोर्ड छ नि म टाइम हेर्छु सुन न ल कुदा न कति नै हरियो बोर्ड सुन न हरियो बोर्ड छ नि यता त्यसो भए घुमेर आउँछ को छिटो जाने को छिटो है ल बच्चाहरूसँग खेलिदिने है रमले जित्छ जस्तो लाग्छ रेडी भएको देखेन जाऊ न एकटा जाऊ न टाइट बेच खिट्यो चढ न खोइ सकेन हौ चढ न चढ्थ्यो तिमी थाहा थियो गाउँतिर चढायो त्यो उता आएर अघिको 100 कट्टा गरिदिन्छु सो गाइज हामी चाहिँ अब यहाँबाट लाग्न आँटेछौँ अनि आजको भ्लग चाहिँ यतिमै सकिन्छ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन चट्टसँगले अब यस्तै भ्लग आउन नसकिने भ्लग ल्याउने कोसिस गर्दैछ होइन ल